कस्तो अचम्मको कुरा छ है। मरेपछि स्वर्ग र नर्क छ उसले भन्छ, जो मरेकै छैन। जो मरेर गयो उसले आएर भनेकै छैन। अनि हामी त्यो झुटलाई मानेर जीवन यात्रा गरिरहेका छौँ। त्यो झुटमा हामी आफ्नो जीवन चलाउँदैछौँ। सही कुरालाई बुझ्नु चाहिँ साँच्चै जीवनलाई सही बनाउनु हो। जसले जीवनलाई बुझ्दैन नि उसले जीवनलाई राम्रो बनाउन सक्दैन। सोच सही बनाऊ। जीवनको यात्रालाई सही बनाउने तिम्रो सोचले मात्र हो। हरेक मान्छेले सोच सही बनायो भने जीवनमा दुःख आउँदैन, पीडा पनि हुँदैन, कठिनाइ पनि आउँदैन। आउने समस्यासँग मान्छे डटेर लड्नेछ। जीवनको सत्यतालाई बुझ, झुटलाई पछ्याउन छोड। मान्न होइन, जान्न सुरु गर। हरेक कुरालाई तिमीले जान्ने कोसिस गर्यौ भने त्यसबाट केही न केही सिक्न पाउँछौ र जीवन राम्रो बनाउँछौ।